ल 안녕하세요. सदा चाहिँ हामी छङ्गु मुनालाई हेर्नेछौँ। आज चाहिँ आठपाटको छङ्गु मुनालाई हेरौँ। आठपाटमा चाहिँ खाजोक्वा छिङ्गु छ, परिवार र साथीको बारेमा शीर्षक रहेको छ यो पाठको चाहिँ। यसको छङ्गुमा के दिएको छ हामी हेरौँ। छङ्गुमा चाहिँ नोफिमालगुवा फानमाल भनेको छ शिष्ट भाषा र ठाडो भाषाको बारेमा दिएको छ हैन। नोफिमालगुवा फानमाल शिष्ट भाषा र ठाडो भाषा। ल यहाँ तल हेरौँ। ल 한국에서는 कोरियामा चाहिँ नोफिमाल 천댓말과 फान말이 있습니다. कोरियामा चाहिँ 한국에서는 कोरियामा चाहिँ नोफिमाल과 भनेको शिष्ट भाषा, यो 천댓말 भनेको पनि शिष्ट भाषा, ग्वा र फान말이 있습니다. ठाडो भाषा छन्। नोफिमारुन शिष्ट भाषा चाहिँ छासिनभन्दा आफूभन्दा नाइगा उमेर मानगना धेरै अथवा हैन उच्च शिष्ट भाषा चाहिँ आफूभन्दा उमेर धेरै अथवा छिउइगा नोफुम साराम एगे पद उच्च भएको मान्छेलाई सायुहामे प्रयोग गरिन्छ र हैन प्रयोग गरिन्छ र फानमारुन भनेको ठाडो भाषा चाहिँ नाइगा छगुन सारामेगे सायुहाम्निदा। ठाडो भाषा चाहिँ नाइगा छगुन भनेको उमेर कम भएको सारामेगे मान्छेलाई सायुहाम्निदा प्रयोग गरिन्छ हैन। कोरियामा चाहिँ शिष्ट भाषा र हैन आदरार्थी भाषा र ठाडो भाषा छन्। आदरार्थी भाषा चाहिँ आफूभन्दा उमेर धेरै भएको मान्छे अथवा पद उच्च भएको मान्छेलाई प्रयोग गरिन्छ र ठाडो भाषा चाहिँ आफूभन्दा उमेर कम भएको मान्छेलाई प्रयोग गरिन्छ। ल यहाँसम्म बुझ्नुहोस्। खुरना तर छासिनबोदा नाइगा भनेको छ तर आफूभन्दा उमेर छगोदो कम भए तापनि छ उमान्नान सारामिना पहिलो पटक मान्नान भेटेको सारामिना मान्छे अथवा खाकप्चियानुन भनेको नजिक नभएको हैन। खाकप्ता भने नजिक हुनु, यहाँ जी आनको प्रयोग गरेको छ नेगेटिभ। खाकप्चियानुन भनेको नजिक नभएको सारामेगेनुन मान्छेलाई चाहिँ सारामेगेनुन मान्छेलाई चाहिँ साङदे बाङ्गुल छन्जुङ हानुन भनेको दोर्सो पक्षलाई हैन दोर्सो पक्षलाई यो साङदेबाङ भनेको दोर्सो पक्ष अथवा दोर्सो व्यक्तिलाई छन्जुङ हानुन भनेको सम्मान गर्ने हैन। दोर्सो व्यक्तिलाई सम्मान छन्जुङ हानुन सम्मान हुने उइमिरो अर्थद्वारा हैन अर्थद्वारा नोफिमारुल साइङ हानुन गसी सोसुम्निदा। उइमिरो अर्थद्वारा नोफिमारुल भनेको शिष्ट भाषालाई साइङ हानुन प्रयोग गर्ने गसी कुरा सोसुम्निदा राम्रो हुन्छ हैन। ल छैकिनेनुन अहिले हालसालै चाहिँ छिक्चाङ एसोदो भनेको कार्यस्थलमा पनि हैन। हालसालै अहिले चाहिँ कार्यस्थलमा पनि छासिनबोदा आफूभन्दा अरिगना कम अथवा हैन सानो अथवा छिविगा नाजुन सारा मेगे भनेको छ पद कम भएको मान्छेलाई हैन पद कम भएको मान्छेलाई नोफिमारुल साइङ हानुन खेङ्गुगा मान्सुम्निदा भनेको छ। नोफिमारुल शिष्ट भाषा साइङ हानुन प्रयोग गर्ने खेङ्गुगा भनेको अवस्था मान्सुम्निदा धेरै छ। अहिले हालसालैमा चाहिँ कार्यस्थलमा पनि आफूभन्दा सानो छ अथवा आफूभन्दा पद चाहिँ सानो छ त्यस्तो मान्छेलाई चाहिँ शिष्ट भाषा प्रयोग गर्ने अवस्था पनि धेरै रहेको छ। हाङ्गुगरो कोरियन भाषामा मारहाल्देनुन कुरा गर्ने बेलामा चाहिँ हैन हाङ्गुगरो मारहाल्देनुन कोरियन भाषामा कुरा गर्ने बेलामा चाहिँ थेवा साङदे बाङ्गिना थेवा भनेको वार्तालाप साङदे बाङ्गिना भनेको विपक्ष हैन। वार्तालाप गर्ने बेलामा अर्को व्यक्ति अथवा थेवा साङवाङ्गे तारा भनेको त्यो वार्तालापको विषयको साङवाङ्गे तारा अवस्था अनुसार नोफिमालगुवा फानमारुल भनेको शिष्ट भाषा र ठाडो भाषा हैन। शिष्ट भाषा र ठाडो भाषालाई छाल राम्रोसँग खुबेलेछ भनेको छुट्याएर हैन शिष्ट भाषा र ठाडो भाषालाई राम्रोसँग छुट्याएर साङहे हाम्निदा प्रयोग गर्नु पर्छ। ल यहाँनिर खुरच्ची आनुमेन भनेको त्यसो गरेन भने हैन त्यसो गरेन भने साङदे बाङ्गुल भनेको दोर्सो पक्षलाई दोर्सो व्यक्तिलाई फुलफेन हागे हाल्सुसिन्दा असहज हुने पनि हुन सक्छ। ल एकचोटि फेरि हेरौँ माथिदेखि।
कोरियामा चाहिँ शिष्ट भाषा हैन आदरार्थी भाषा र ठाडो भाषा छ हैन। आदरार्थी भाषा चाहिँ आफूभन्दा उमेर धेरै भएको मान्छे अथवा पदमा उच्च भएको मान्छेलाई प्रयोग गरिन्छ र ठाडो भाषा चाहिँ आफूभन्दा उमेर सानो अथवा सानो भएको मान्छेलाई प्रयोग गरिन्छ। तर आफूभन्दा उमेर कम भए तापनि पहिलो पटक भेटेको मान्छे अथवा नजिक नभएको मान्छेलाई चाहिँ दोस्रो व्यक्तिलाई सम्मान हुने गरी अर्थद्वारा उच्च आदरार्थी भाषा प्रयोग गर्ने कुरा राम्रो हुन्छ। अहिले हालसालै चाहिँ कार्यस्थलमा पनि आफूभन्दा सानो अथवा हैन आफूभन्दा सानो अथवा पद कम भएको मान्छेलाई उच्च आदरार्थी भाषा साङखानुन प्रयोग गर्ने अवस्था चाहिँ धेरै छ। कोरियन भाषामा कुरा गर्ने बेलामा चाहिँ वार्तालापको विषयको दोस्रो व्यक्ति अथवा वार्तालापको विषयको अवस्था अनुसार उच्च भाषा र हैन आदरार्थी भाषा र ठाडो भाषा राम्रोसँग छुट्याएर प्रयोग गर्नुपर्छ। यदि त्यसो गरेन भने चाहिँ दोस्रो व्यक्तिलाई असहज हुने पनि हुन सक्छ। ल तल हेर र हानफ्यान अर्कोतर्फ छासिन बोदा आफूभन्दा नाइगा मानादो भनेको उमेर धेरै भए तापनि खाचक्वा खाची भनेको परिवार जस्तै हैन परिवारसँगै आज ज्यादै खाकाउन नजिक ख्वाङ्गे रामेन भनेको सम्बन्ध छ भने फानमारुल साङ हागिदो हाम्निदा ठाडो भाषा प्रयोग गर्ने पनि गरिन्छ। ल यहाँनिर बुझौँ। हानफ्यान अर्कोतर्फ आफूभन्दा चाहिँ उमेर धेरै भए तापनि हैन अर्कोतर्फ आफूभन्दा उमेर धेरै भए तापनि परिवारसँग हैन परिवार जस्तै सँगै नजिकको सम्बन्ध छ भने हैन त्यस्तो सम्बन्ध छ भनेपछि ठाडो भाषा प्रयोग गर्ने पनि गरिन्छ हैन। तारिना छोरी अथवा आदुरी छोराले फुमोनिमके अभिभावकलाई हैन आमा बुबालाई फानमारुल हानगसुल सुइपके थ्रुल्सु इन्नुन खेङ्गुदो इगेतेमुन इम्निदा हैन। ल तारिना छोरी अथवा आइदुलुल भनेको तारिना छोरी अथवा आदुरी भनेको छोराले हैन फुमोनिमके भनेको अभिभावकलाई आमा बुवालाई फानमारुल हानुन भनेको ठाडो भाषा बोलिने गसुल कुरालाई सुइपके थ्रुल्सु इगेतेमुने इम्निदा भनेको सहजै सुन्न सकिने कारणले हो। इवा खाची भनेको यो जस्ता हैन यो बाहेक खाचीसँगै हैन नुफिमालगुवा शिष्ट भाषा र फानमारुल ठाडो भाषा छन्जोङ्गे भनेको सम्मानको छङ्दोपुनमा आनिरा जति मात्र नभएर छिनमिलगामे भनेको नजिकको सम्बन्ध हैन छिनमिलगामे भनेको नजिकको सम्बन्धको छङ्दोरुल भनेको जतिलाई थुरेनेनुन छुङ्योहान एक खाली निदा भनेको दिने चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ भनेको छ। ल